नमस्कार, डेल्टा शिक्षा मन्थनमा यहाँलाई स्वागत छ। म नवराज चौलागाई। डेल्टा शिक्षा मन्थनमा हामी शिक्षासँग जोडिएका विषयमा मन्थन गर्छौँ। आज हामी अलिकति फरक विषय उठान गर्छौँ। यस अर्थमा फरक, आम बालबालिकाहरू विशेष गरी सामुदायिक विद्यालय वा निजी संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिका हुन् जो बाल अधिकारका लागि आवाज उठाउने वा वकालत गर्ने परिस्थिति छ अहिले। तर कतिपय विद्यालयहरूमा यति बेला बालबालिकाहरूद्वारा शिक्षकमाथि नै आक्रमण भएका घटनाहरू पनि देखिन्छन्, सुनिन्छन्। हामी बाल अधिकारको वकालत गरिरहँदा बालबालिकाबाटै शिक्षकहरूमा आक्रमण भइरहेको यो अवस्था किन हुन्छ? अझ भनौँ, बाल मनोविज्ञानमा के प्रभाव परिरहेको छ? हामी कस्तो शिक्षा दिइरहेका छौँ एकातिर, अर्कोतिर फरक क्षमता भएका बालबालिकाहरू जो विद्यालयमा जान्छन्, उनीहरूले पढ्ने परिस्थिति, उनीहरूको वातावरण कस्तो छ, सँगै आजको शिक्षा कस्तो हुनुपर्छ लगायतको मियोमा रहेर आज हामी मन्थन गर्छौँ। मन्थनका लागि हामीसँग लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आउनुभएका बाल मनोविज्ञानको क्षेत्रमा विशेष गरी नेतृत्व बालबालिकामै हुनुपर्छ भन्ने हिसाबले र भाषाको हिसाबले हामी जुन भाषा अध्ययन गरिरहेका छौँ त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको भाषा, अङ्ग्रेजी भाषा राम्रो बनाउनुपर्छ। हामी अन्तर्राष्ट्रिय बजारमा जाँदाखेरि यो भाषा चाहिँ अझ अब्बल बनाउनुपर्छ, त्यो सिकाइका लागि महत्त्वपूर्ण हुन्छ भन्ने एउटा क्याम्पेन थालनी गर्नुभएका, अझ भनौँ अङ्ग्रेजी ल्याबको नेपालमा ल्याबबाट अङ्ग्रेजी विषयलाई चाहिँ ल्याबबाट पनि पढाउन सकिन्छ है भन्ने एउटा क्याम्पेन सुरु गर्नुभएका शिक्षक, शिक्षासेवी, शिक्षाकर्मी इन्द्रराज भट्टराई आज हामीसँग हुनुहुन्छ। उहाँ रुद्रायणी माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक हुनुहुन्छ भने सँगै शिक्षाकर्मी पनि हुनुहुन्छ। उहाँसँग हामी यिनै विषयको मियोमा रहेर मन्थन गर्छौँ आजको श्रृङ्खलामा। यहाँलाई स्वागत छ। हस्, धन्यवाद। अब तपाईँको बारेमा जति भने पनि मैले अधुरै हुन्छ। 60 सालमा स्थायी भइसके पछाडि विविध कारणले राज्यद्वारा विस्थापित भएको शिक्षक फेरि पुनः यही क्षेत्रमा फर्किनु भएको छ। यो स्थापित भइसकेपछि अझ सेवाको छोटो समयावधिमै आम सामुदायिक विद्यालयलाई शिक्षाको क्षेत्र विशेष गरी फरक तरिकाले पढाउनुपर्छ, पढाउने भन्दा पनि सिकाउनुपर्छ भन्ने क्याम्पेनमा यहाँले पछिल्लो समयमा अङ्ग्रेजी विषयलाई ल्याबबाट पनि पढाउन सकिन्छ है भन्ने जुन एउटा क्याम्पेन सुरु गर्नुभयो, त्यसले विद्यालयको खाकालाई पनि एउटा परिवर्तन गर्यो र आम विद्यालय, आम समाजले अङ्ग्रेजी विषयलाई हेर्ने, सामुदायिक विद्यालयमा अङ्ग्रेजी पनि राम्रो हुन्छ र भन्ने जुन एउटा धारणा छ, यसलाई यसको पर्सेप्सन नै चेन्ज गरिदिनु भयो कि यहाँले, होइन? र त्यो धारणा छ, त्यो धारणा नै चेन्ज गरिदिनु भयो। मेरो प्रश्न के हो भन्दाखेरि, आम मान्छेको अङ्ग्रेजी विषयलाई हेर्ने धारणा यति सजिलै कसरी परिवर्तन गर्न सम्भव हुँदो रहेछ, त्यहाँबाट सुरु गरौँ। हामी सानो हुँदा विद्यालयमा हामी पढ्दै गर्दाखेरिको सम्झना आयो मलाई। यहाँले जुन प्रसङ्ग उठाउनु भएको छ, हामी पढ्ने गर्थ्यौँ इङ्ग्लिस इज एन इन्टरनेसनल ल्याङ्ग्वेज, अङ्ग्रेजी एउटा अन्तर्राष्ट्रिय भाषा हो भन्दै गर्दा सम्भवतः 19औँ शताब्दीमा अङ्ग्रेजहरूले विश्वभरि आफ्नो दबदबा फैलाए। कोलोनिजम उपनिवेश भन्ने गर्छौँ हामी। त्यो फैलाउँदै जाँदाखेरि उनीहरूले आफ्नो भाषा पनि सँगसँगै लग्यो, व्यापारसँगै अथवा राजनीतिसँगै उनीहरूले त्यहाँ पुर्याए र संसारभरि अङ्ग्रेजी भाषाको महत्त्व चाहिँ बढ्दै गयो र बिस्तारै बिस्तारै संसारका धेरैजसो मुलुकहरूले अङ्ग्रेजी भाषा चाहिँ अध्ययन गर्नुपर्छ भन्ने एउटा आवश्यकता पनि महसुस गर्नुपर्ने स्थिति आयो। त्यो सँगसँगै विश्वमा अलिकति शिक्षामा अगाडि बढेका मुलुकहरू जहाँ अङ्ग्रेजी भाषाकै प्रयोग गर्ने गरिन्थ्यो, संसारका धेरै पुस्तकहरू अङ्ग्रेजीमा लेखिए, म्यागजिनहरू अङ्ग्रेजीमा प्रकाशित हुन थाले, जर्नलहरू अङ्ग्रेजीमा निस्किन थाले र अङ्ग्रेजी भाषा नजान्ने हो भने त शैक्षिक हिसाबले पछि परिन्छ भन्ने खालको अवस्थाको सृजना भयो। मलाई अहिले पनि सम्झना छ, सन् 2008सम्म कोरिया, चाइना जस्ता मुलुकहरूले, जापान, त्यति धेरै अङ्ग्रेजी भाषालाई महत्त्व दिइरहेको देखिँदैन थियो। त्यो समयमा म एउटा अङ्ग्रेजी शिक्षक हुनुको नाताले कोरियाबाट नेपाल घुम्न आउने र केही महिना नेपाल बस्ने पर्यटक विद्यार्थीहरू अनि चाइनाबाट आउने पर्यटक विद्यार्थीहरू, उनीहरू नेपालमा अङ्ग्रेजी सिक्नको लागि आउने गर्थे र मैले पनि त्यस्ता केही विद्यार्थीहरूलाई अनौपचारिक ढङ्गले अङ्ग्रेजी सिकाउने अवसर पनि प्राप्त गरेको थिएँ। र त्यो बेलामा मलाई के लाग्थ्यो भने
नेपालीहरूको अङ्ग्रेजी स्ट्यान्डर्ड जुन लेभलको हुन्थ्यो, करिब करिब हाम्रो विद्यालय तहमा जुन लेभलको तत्कालीन समय 10 कक्षासम्म विद्यालय शिक्षा थियो, त्यो लेभल चाहिँ उनीहरूको कलेज पढ्ने विद्यार्थीहरूको पनि हुँदैन थियो अङ्ग्रेजी भाषामा। र चाइनाले सन् 2008मा ओलम्पिक गेम चाहिँ आयोजना गर्ने सन्दर्भमा अङ्ग्रेजी भाषालाई महत्त्व दिनुपर्छ भनेर विश्वबाट धेरै शिक्षकहरू मगायो। नेपालबाट पनि कतिपय अङ्ग्रेजी शिक्षकहरू चाइनामा अङ्ग्रेजी पढाउन जानुभयो। पछिल्लो समय म यहाँलाई एउटा उदाहरण दिन चाहन्छु। भाषाको विकास चाहिँ त्यति बेला हुने रहेछ जब त्यो देश समृद्ध हुँदो रहेछ। कोरिया समृद्ध भयो। आज हरेक वर्ष लाखौँ लाख नेपालीहरूले कोरियन भाषा पढ्छन्, किनभने त्यो भाषा नपढिकन रोजगारी पाइँदैन। यदि नेपाल समृद्ध मुलुक भएको भए आज जापानमा, कोरियामा, अमेरिकामा, बेलायतमा, अस्ट्रेलियामा सायद नेपाली भाषाका स्कुलहरू, इन्स्टिच्युटहरू खुल्थ्यो होला नि जस्तो लाग्छ मलाई। त्यसकारण भाषा भन्ने चिज चाहिँ यस्तो रहेछ। अब चाहेर या नचाहेर आज अङ्ग्रेजी भाषामा हामी दखल हुनु जरुरी नै भइसक्यो। हाम्रा बालबालिकाहरू, हाम्रा शिक्षाकर्मीहरू, हाम्रा विभिन्न रिसर्चरहरू अथवा हाम्रा विभिन्न लिडरसिपमा भएका मान्छेहरू अङ्ग्रेजी भाषा जान्नै पर्ने अवस्था भयो। आज त्यो नजानिकन हामीले विश्व जान्न नपाउने भयो। हुन त एआईको जमाना आएको छ, अहिले ट्रान्सलेसन हुन्छ, धेरै कुराहरू पनि गर्न सकिन्छ। तैपनि फेरि त्यो आवश्यकता भयो भन्ने लाग्छ। र जहाँसम्म यहाँले अङ्ग्रेजी भाषाको प्रसङ्ग उठाउनु भएको छ, मैले सुरु गरेको अभियान चाहिँ हामी अब ल्याब बेस्ड एजुकेसनमा जानुपर्छ भन्ने हो। ल्याबको अर्थ कुनै केमिकलको प्रयोग गरेर अथवा रासायनिक पदार्थहरूको प्रयोग गरेर त्यहाँ चाहिँ सिकाइ प्रक्रिया अगाडि बढ्छ भन्नु मात्रै होइन। ल्याब भनेको विषयगत ज्ञानको निम्ति त्यो विषयसँग सम्बन्धित जति पनि डकुमेन्ट्सहरू हामी कलेक्सन गर्न सक्छौँ, जति पनि हामी विभिन्न खालका हामी शैक्षिक सामग्रीहरू निर्माण गर्न सक्छौँ, त्यसलाई कलेक्सन गरेर एउटा सर्टेन ठाउँमा राखेर बालबालिकाहरूलाई कक्षा कोठा भनेको चाहिँ एउटा बनी बनाऊ कुनै एउटा डेकोरेटेड ठाउँ होइन, त्यो चाहिँ एउटा निर्माण स्थल हो भन्ने हिसाबले चाहिँ बालबालिकाहरूलाई विद्यालय या कक्षा कोठा चाहिँ निर्माण स्थल हो। त्यहाँ हामीले हाम्रा गतिविधिहरू हामी आफै इन्भल्भ भएर हामीले गर्ने हो र त्यो गरेर मात्रै सिकाइ हुन्छ। हिजो हाम्रो पालामा हामी पढाइ भन्ने गर्थ्यौँ, पढ्ने र पढाउने भन्ने चलन थियो। आज चाहिँ सिक्ने र सिकाउने, अझ सिकाउने पनि नभइकन आज त सिक्नको निम्ति चाहिँ सहजीकरण गर्ने भन्ने लेभलमा आजको एजुकेसन पुगेको छ। त्यसकारण अङ्ग्रेजी भाषा मात्रै होइन, सम्भव भएसम्म सबै विषयहरूको विषयगत ल्याब हुनुपर्छ विद्यालयहरूमा, जसले गर्दा विद्यार्थीहरूमा सिकाइप्रतिको रुचि बढ्छ, सिकाइप्रति उनीहरू आकर्षित हुन्छन्। भनिन्छ नि, सुनेर अथवा लेक्चर मेथडबाट जुन हामी हिजो पढाउने र सिकाउने प्रक्रिया गर्थ्यौँ, त्यो प्रक्रियाबाट जम्मा 5% सिकाइ हुन्छ। तर आफै इन्भल्भ भएर या आफूले अरूलाई सिकाएर 90%सम्म सिकाइ प्राप्त गर्न सकिन्छ। यो अभियानमा चाहिँ मैले यसको सानो सुरुवात गर्नुपर्छ भनेर सुरुवात गरेँ। असाध्यै राम्रो अभ्यास गर्नुभएको छ। मैले यहाँले जुन बनाउनु भएको ल्याब मैले आफै स्वयं म गएर निरीक्षण गरेर हेरेर अवलोकन गरेर पनि आइसकेको छु। त्यो धेरैको लागि लाभदायक पनि हुनसक्छ, त्यो हुन्छ, त्यो सिक्ने कुरा हो। त्यो म अलिकति शिक्षासँगै जोडिएको विषय, अस्ति मात्रै कक्षा 12को परीक्षा नतिजा प्रकाशन भयो। धेरै विद्यालयहरूले आफूले आफ्नो विद्यालयले प्राप्त गरेको जिपिए सहित केही विद्यार्थीका फोटाहरू समेत सामाजिक सञ्जालमा विद्यालयका पेजहरूबाट पोस्ट गरेको देखियो। उच्च जिपिए, सर्वोत्कृष्ट जिपिए, खुसी उत्साह बनाएको त्यो राम्रो कुरा पनि हो। किन भन्दा सफलता हुनु, प्रगति हुनु कुनै पनि विद्यालयका लागि त्यो गर्व हुनु स्वाभाविकै हो। तर आजका विद्यालयहरू राजधानीमा रहेका भनौँ, अझ धेरै जसो निजी विद्यालय छन्, अझ त्यसमा सामुदायिक अझ कम छन्। प्रवेश परीक्षा लिने, क्रिम विद्यार्थी छान्ने, अनि त्यो क्रिम विद्यार्थीले प्राप्त गरेको नतिजालाई आफ्नो ब्रान्ड बनाएर जाने र प्रदर्शन गर्ने। हामी नतिजालाई बजारीकरण गरिरहेका छौँ, व्यापार गरिरहेका छौँ, या
साँच्ची नै हामी सिकाइरहेका छौँ या रूपान्तरण गराइरहेका छौँ आजको बालबालिकाहरूलाई? अब पछिल्लो 20-25 वर्ष हामीले नेपालको शिक्षालाई हेऱ्यौँ भने शिक्षामा व्यापारीकरण बढ्दो छ। पछिल्लो समय विशेष गरी निजी विद्यालयहरू जो 12 कक्षासम्म सञ्चालित छन्, पहिला हामी +2 भन्ने गर्थ्यौँ, अहिले 11-12 कक्षा मात्रै सञ्चालन गर्ने विद्यालयहरू पनि छन्। भोलि सरकारले कि आधारभूत तहसम्म कि माध्यमिक तहसम्म भनेर त्यो 11-12लाई पनि डिस्प्लेस गरेर बिस्तारै विद्यालय संरचनामा जानुपर्छ भन्ने खालको बहस सुरु गरेको पनि धेरै वर्ष भइसकेको छ, तर त्यो कार्यान्वयन हुन सकेको स्थिति पनि छैन। पहिलो कुरा, अहिले हामी जिपिए अथवा ग्रेडिङ सिस्टममा हामी गइराखेका छौँ। त्यो सिस्टम भनेको चाहिँ बालबालिकाहरूमा सुपेरियर र इन्फेरियर फिलिङ नआओस् भन्नका निम्ति त्यो व्यवस्था सुरुवात गरिएको हो। कुनै समय मैले एसएलसी दिने बेलामा एसएलसीमा बोर्ड फर्स्ट, बोर्ड सेकेन्ड हुँदै बोर्ड 10th सम्म चाहिँ गोर्खापत्रमा नै पब्लिस गर्ने चलन थियो, सिम्बल नम्बर सहित पब्लिस गर्ने चलन थियो। अनि त्यसले चाहिँ मान्छेमा एउटा खालको विभेदको सुरुवात गर्थ्यो, त्यहीँबाट सुरुवात हुन्थ्यो। आज पनि हामी कक्षामा प्रथम, द्वितीय, तृतीय भन्दै गर्दा 2 नम्बरले द्वितीय भएको बालबालिकालाई उनका अभिभावकहरूले हेर्ने दृष्टिकोण, समाजले हेर्ने दृष्टिकोण, शिक्षकहरूले हेर्ने दृष्टिकोण पनि कता कता इन्फेरियर भएको पनि हामी महसुस गर्छौँ, किनभने ऊ फर्स्ट भएन। अभिभावकहरूले बालबालिकालाई फलानुले त तिमीलाई जितेछ, अङ्क वा जिपिएमा मात्रै प्रतिस्पर्धाको आँखाले मूल्याङ्कन गरियो, तिमीलाई त जितेछ नि फलानुले। जम्मा 2 नम्बरले उसको घटी बढी छ भने पनि तिमीलाई जितेछ भन्दै गर्दा उसलाई हारेको बनाइदिने पनि हाम्रो समाज छ। फेरि ऊ हारेको त होइन। जस्तो यो तपाईँले यो जुन अहिले उठान गर्नुभयो, मेरो प्रश्नको जवाफमा जुन विषय उठान गर्नुभयो, तपाईँ शिक्षक पनि हुनुहुन्छ, यो संस्कार तपाईँ हामीले परिवारबाट त होइन, पक्कै विद्यालयबाट अलिकति सुरु गरियो कि तिमीले किन लिएर आएनौ कम नम्बर, 2 नम्बर तिमीले किन कम नम्बर लिएर आयो, तिमी त ऊभन्दा राम्रो गर्थ्यौ अझ भनेर कतै कतै हामीबाटै अन्जानमा, हामी शिक्षाकर्मीबाटै विभेदको सुरुवात भएको छ कि यो कुरालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? अब हामीले कसैलाई व्यक्तिगत रूपमा भन्नुभन्दा पनि यो हाम्रो सामाजिक संरचना, हामी जन्मिएको हुर्किएको समाज, यहाँले अघि नै भन्नुभएको छ हामी कता कता पुँजीवादी समाजमा छौँ। पुँजीवादी समाजमा धेरै कुराहरूले मान्छेमा विभेद गर्छ। सम्पत्तिका कारणले विभेद हुन्छ, विभिन्न अन्य जातका कारणले, समुदायको कारणले, भूगोलका कारणले पनि विभेद हुने गर्छ। र सँगसँगै बिस्तारै शिक्षा मार्फत पनि हामी त्यही बाटोतर्फ हामी अग्रसर बन्ने शिक्षा भनौँ। मलाई अहिले पनि सम्झना आउँछ, म कक्षा 4मा 5मा अङ्ग्रेजी पढ्दै गर्दा, आजभन्दा करिब 3 दशक अगाडिको कुरा गर्छु म, पढ्दै गर्दा मिस्टर शर्मा इज अ प्रोफेसर भनेर अङ्ग्रेजी किताबमा लेखिएको हुन्थ्यो र मिस्टर शर्मा कोटमा, सुटमा, टाई लगाएर चिटिक्क परेर त्यहाँ उभिरहेको फोटो आइराखेको हुन्थ्यो। अनि मिस्टर गुरुङ इज अ फार्मर भनेर लेखिएको हुन्थ्यो र मिस्टर गुरुङले चाहिँ एउटा स्टकोट लगाइरहेको हुन्थ्यो र एउटा ढाका टोपी, त्यो ढाका टोपी च्यातिएको हुन्थ्यो र त्यो टोपीबाट कपाल अलिकति निस्केको देखिन्थ्यो। पछिल्लो समयकै कुरा गर्ने हो भने हामी र हाम्रो परिवार भन्ने शीर्षकका कतिपय सामाजिक शिक्षामा भएका पाठहरूमा त्यो हामी र हाम्रो परिवारमा राखिएका चित्रहरूको म यहाँलाई प्रसङ्ग उठाउँछु। बुवा कम्प्युटर चलाइरहेको अथवा पत्रिका पढिरहेको अथवा किताब पढिरहेको, छोराछोरी होमवर्क गर्दै गरेको अथवा छोरा पढ्दै गरेको, छोरी कुचो लाउँदै गरेको, आमा किचनमा बसिरहेको, आमा भाँडा माज्दै गरेको, हामी र हाम्रो परिवार भनेर हामीले त्यसरी सिकाइराखेका छौँ। बिहान घरमा सबैभन्दा छिटो उठ्ने आमा, सबैभन्दा ढिलो सुत्ने, घरको काम सकेर सबैभन्दा ढिलो सुत्ने आमा, छोराछोरीले खाए कि खाएनन्, सुते कि सुतेनन्, पानी पिए कि पिएनन् भनेर छोराछोरीको निधार छामेर मात्रै आफू सुत्ने आमा। तर त्यही छोराछोरीलाई कसैले तिम्रो बाबा के गर्नुहुन्छ भनेर सोध्यो भने मेरो बाबा अफिसमा काम गर्नुहुन्छ, आमा चाहिँ के गर्नुहुन्छ भने आमा केही पनि गर्नुहुन्न भन्ने संस्कारबाट हुर्किएको समाज हाम्रो। केही पनि गर्नुहुन्न। किनभने हामीले घर परिवारमा या विशेष गरी महिलाहरूले गरेको कामलाई हामीले मूल्याङ्कन गर्ने आधार हाम्रो समाजले निर्धारण गर्यो। अवमूल्यन गर्यो।
त्यसले गर्दाखेरि हामी सामाजिक परिवेशबाट पनि त्यसरी हुर्किराखेका छौँ। एउटा अर्को, विद्यालयहरूले जिपिएलाई व्यापारको साधन बनाइरहेको अवस्था पनि जहीँ तहीँ छ। निजी विद्यालयको मात्रै कुरा छैन, आज सामुदायिक विद्यालयहरूले समेत त्यस्ता खालका विज्ञापनहरू गरेर सिको आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई आकर्षण गर्ने माध्यमको रूपमा विकास गरेको पाइन्छ। तर यहाँले जुन प्रसङ्ग उठाउनु भएको छ, जसले यति जिपिए भनेर होर्डिङ बोर्डहरू अथवा फ्लेक्समा चाहिँ बनाएर जसरी टाल्नु भएको छ अथवा अहिले आएर सामाजिक सञ्जालहरूमा पोस्ट गर्नु भएको छ, सायद उहाँहरूले नै सञ्चालन गरेका विद्यालयहरूमा कति बालबालिकाहरू असफल भएको अवस्थाहरू पनि होला। त्यो असफल भएका बालबालिकाहरूको परिवारको निम्ति, अभिभावकहरूको निम्ति, बुवा आमाको निम्ति अथवा त्यो असफल भएको बालबालिकाको निम्ति त्यो विद्यालयबाट 4 जिपिए नै आए पनि उसको लागि त कुनै भ्यालु हुँदैन त्यसको, हैन? त्यसकारण यसलाई विद्यार्थीहरूको सिकाइसँग जोड्नुभन्दा पनि आफ्नो व्यापारसँग जोड्ने कुराले चाहिँ समाजमा एउटा विकृति ल्याउने काम गर्छ। जस्तो अलिकति यससँगै जोडिएको सिकाइमा धेरै अभ्यासहरू छ। सिकाइ गर्ने सन्दर्भमा सिक्ने वा सिकाउने कतिपय ठाउँमा चाहिँ पुरस्कृत गर्नुपर्ने अवस्था होला, कतिपय ठाउँमा पुरानो अवधारणाले दण्डलाई वा पनिसमेन्ट एन्ड रिवार्डेडका कुराहरू गर्छ। जस्तो आजको समाजमा, आजको शिक्षामा सिकाइमा दण्ड कतिको सही, कतिको गलत वा कस्तो खालको दण्ड गर्न योग्य हुन्छ या हुँदैन, या त्यसलाई कसरी प्रयोग गर्ने, यो विषयमा चाहिँ यहाँको धारणा के छ खासमा? सिकाइ भन्ने कुरा चाहिँ कस्तो हो भने बालबालिकाहरूका आफ्नै क्षमताहरू हुन्छन्। एउटा बालबालिकामा भएको क्षमता अर्को बालबालिकामा नहुन पनि सक्छ। त्यसैले अहिले हामी पछिल्लो समय शिक्षामा मल्टिपल इन्टेलिजेन्सको कुरा गर्छौँ। बहुप्रतिभा भन्ने हुन्छ बालबालिकाहरूमा, तपाईँ हामीमा पनि हुन्छ। तपाईँ राम्रो बोल्न सक्नुहुन्छ तर राम्रो लेख्न नसक्न सक्नुहुन्छ। म राम्रो लेख्न सकौँला, राम्रो बोल्न नसक्न सक्छु। कोही बालबालिकाहरू म्युजिक स्मार्ट हुन्छन्, कोही बालबालिकाहरू म्याथमेटिक्स स्मार्ट हुन्छन्, कोही बालबालिकाहरू शारीरिक गतिविधिहरूमा, शारीरिक क्रियाकलापहरूमा स्मार्ट हुन्छन्। फरक फरक क्षमता हुन्छ। हामी सबैमा पनि कुनै एउटा क्षमता चाहिँ अरू क्षमताभन्दा अलिकति बढी नै हुन्छ। हामीले अहिलेसम्मको शिक्षण सिकाइ प्रक्रियामा हामीले गर्न नसकेको कुरा के हो भने हामीले बालबालिकाको क्षमता बुझ्न सकेका छैनौँ। र बुझ्न नसकेपछि एउटा बहुचर्चित एउटा तस्बिर पनि तपाईँले पनि सायद हेर्नुभएको होला। विद्यार्थीको क्षमता फरक फरक छ तर हाम्रो मूल्याङ्कन प्रणाली एउटै छ। हामी एउटै मूल्याङ्कन प्रणाली अपनाउँछौँ। जस्तो हामी एउटा हात्ती, एउटा बाँदर, एउटा चरा या एउटा माछालाई एउटै परीक्षा लिन्छौँ, त्यो हो रुख चढ्ने परीक्षा। एउटै टोकरीमा राख्छौँ र रुख चढ्ने परीक्षा लिन्छौँ। र त्यो रुख चढ्ने परीक्षामा हात्ती पनि फेल हुन्छ, माछा पनि फेल हुन्छ। किनभने उनीहरूको त्यो चरित्र त त्यो होइन, त्यो चरित्र होइन, त्यो स्किल होइन, उसको त्यो हुनु जरुरी पनि छैन। र जसको जे क्षमता छ त्यो क्षमता अनुसारको मूल्याङ्कन गर्नु नै आजको शिक्षाको आवश्यकता हो। हात्ती अजङ्गको छ तर उसलाई 20 मिनेट पानी भित्रै राखिदिने हो त ऊ जीवित नहुन सक्छ या ऊ रुख चढ्न। माछालाई पौडिने परीक्षा लिनु पर्यो, बाँदरलाई रुखमा हाम फाल्ने परीक्षा लिनु पर्यो, चरालाई उड्ने परीक्षा लिनु पर्यो, अनि बल्ल उनीहरू परीक्षामा पास हुन्छन्, उनीहरू सफल हुन्छन्। हरेक मान्छेका पनि फरक फरक क्षमताहरू हुन्छन्। ती फरक क्षमताको आधारमा उनीहरूको कामलाई हामीले मूल्याङ्कन गर्नुपर्छ। एउटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरूको हामीले कुरा गर्ने भने प्रायः जसो मैले देखेको छु, मलाई गर्व पनि लाग्छ। पछिल्लो समय म सामुदायिक विद्यालयसँग जोडिएको छु। म 2060 सालमा राज्यद्वारा विस्थापित भइसकेपछि बिचमा म सामाजिक क्षेत्रमा काम गर्दै सँगसँगै म युनिभर्सिटीहरूमा पनि काम गर्न थालेँ। मैले त्रिभुवन विश्वविद्यालयका केही कलेजहरूमा पढाएँ। त्यसपछि म काठमाडौँ विश्वविद्यालयमा आफू अध्ययन पनि गरेँ, पछि अध्यापन पनि गरेँ। करिब 5 वर्ष अध्यापन गरेँ। र त्यसपछि म सोसल सेक्टरमा काम गर्दै जाँदा सामाजिक पुनर्जागरण, महिला अधिकार, मानव अधिकार, बाल अधिकारका कामहरू गर्दै जाँदाखेरि 18 वर्षपछि फेरि यस्तो परिस्थिति जन्मियो जसले मलाई फेरि
सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था सिर्जना गर्यो। र मैले त्यो सामुदायिक विद्यालय जोइन गर्ने बेलामा एउटा अहिले सामाजिक सञ्जाललाई हामी प्रयोग गर्छौँ, मैले त्यहाँ एउटा स्ट्याटस पनि लेखेको थिएँ, मेरो जीवनको तेस्रो विश्वविद्यालय आज म भर्ना भएको छु। मेरो पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय थियो। त्यसपछि त्यहाँ अध्ययन र अध्यापन गर्दै जाने क्रममा म काठमाडौँ विश्वविद्यालय जोइन गरेँ। त्यहाँ अध्ययन र अध्यापन गर्दै जाने क्रममा म फेरि नेपालको सामुदायिक सार्वजनिक विद्यालयमा म जोइन गरेँ र त्यो मेरो लागि एउटा नयाँ विश्वविद्यालय थियो। त्यहाँ म सिक्नको निम्ति र सिकाउनको निम्ति त्यहाँ गएको थिएँ। र पछिल्लो 3 वर्ष म सिक्ने प्रक्रियामा छु। मैले त्यहाँका बालबालिकाहरूको उनीहरूको क्षमताको उनीहरूका अवसरका कुराहरूको सन्दर्भमा अध्ययन पनि गरिरहेका छु। भने पछाडि यो विषयमा चाहिँ दण्ड आवश्यक छैन। दण्ड केका लागि? पहिलो कुरा दण्ड केका लागि, पुरस्कार केका लागि? हिजो हामी दण्ड र पुरस्कारका कुरा गर्ने गर्छौँ, दण्ड पनि यति नै आवश्यक छ भन्ने चर्चा परिचर्चा हुने गर्थ्यो हिजो। पहिला पहिला हामी भन्ने गर्थ्यौँ दण्ड र पुरस्कारको व्यवस्था भन्दै गर्दाखेरि पनि आज दण्ड शब्द नै हाम्रो लागि आवश्यक छैन। जस्तो रिवार्ड गर्नु आवश्यक छ कि? रिवार्ड गर्नु आवश्यक छ। रिवार्ड केका लागि भन्दा मोटिभेसनका लागि। यदि कुनै बालबालिकाहरू नैतिक रूपमा आचरणका हिसाबले उनीहरूले कमी कमजोरी गरे भने त्यसलाई सुधार्नको निम्ति हामीले कस्ता खालका मोटिभेसन, कस्ता खालका चाहिँ सकारात्मक कुराहरूबाट उनीहरूलाई हामी त्यहाँबाट बाहिर ल्याउन सक्छौँ। कतिपय अभिभावकहरूको गुनासो के छ भने उनीहरू गलत बाटोमा नजाउन् भनेर पनि अलिकति दण्ड दिने हो भने उनीहरू सचेत हुन्छन् भन्नुहुन्छ के? वास्तवमा बालबालिकाहरू गलत बाटोमा लाग्नुको पहिलो र मुख्य भूमिका अभिभावकहरूको कमजोरी हो भन्ने लाग्छ। होलान् हाम्रा आफ्ना समस्याहरू होलान्, अभिभावकका पनि दैनिकीका समस्याहरू होलान्, समय दिन सक्नु भएन होला, तर उहाँ आफ्नो जीवनलाई के कारणले अगाडि बढाउँदै हुनुहुन्छ, उहाँ कसका निम्ति काम गर्दै हुनुहुन्छ। कुनै पनि अभिभावकको मुख्य दायित्व भनेको आफ्ना छोराछोरीहरूलाई असल नागरिक बनाउने। असल नागरिक बनाउन सक्नुभयो भने के को निम्ति त भन्दा उनीहरूको भविष्यको निम्ति र सँगसँगै राष्ट्रको भविष्यको निम्ति। हामीले बालबालिकालाई राम्रो बनाउनु भनेको यो राष्ट्रको निम्ति पनि हामीले असल नागरिक उत्पादन गर्ने जिम्मा हामीलाई हो। हामी बालबालिकालाई दण्ड नदिने भन्छौँ, हामी त्यो खालको नीति बनाउँछौँ र त्यही खालको व्यवहार कार्यान्वयन पनि गर्छौँ विद्यालय परिसरमा। धेरैजसो अहिले त्यसरी हामी गरिरहेका छौँ, देखिन्छ त्यो अभ्यास पनि, त्यो राम्रै कुरा पनि हो। तर केही दिन अगाडिको एउटा घटना मलाई लाग्छ धनुषा, जहाँसम्म लाग्छ जनकपुर धनुषा, एउटा विद्यालयमा एकजना विद्यार्थीले एकजना शिक्षिकामाथि कुटपिट गरे, प्रहार गरे भने यो सामाजिक सञ्जालमा पनि अहिलेको भाषामा भन्नुपर्दा भाइरल भयो, सामाजिक सञ्जालमा देखियो। हामीमा के अभाव भयो? हामी विद्यार्थीमा, शिक्षकमा, अभिभावकमा के चिज हामीमा ल्याक क्राइसिस के भयो जसको कारणले हामी जसको ओकालती गरिरहेका छौँ उहीबाट आक्रमणको शिकार हुनु परिरहेको छ शिक्षकहरू? अब बालबालिकाहरू पहिलो कुरा त उनीहरू निष्कलङ्क हुन्छन्, त्यसमा कुनै दुई मत छैन। हामी आफै हाम्रै कुरा गर्ने हो भने हामी कोही पनि पब्लिकमा इन्सल्ट भएको मन पराउँदैनौँ। हामी जोसुकै मानिसहरू किन नहौँ। के भन्ने गरिन्छ भने कसैका असल गुणहरू छन् भने अरूका अगाडि भनिदिनु, उसले सुधार गर्नुपर्ने केही कुरा छन् भने उसँग मात्रै भनिदिनु, खुसुक्क भनिदिनु। त्यो होटलतिर जाँदा पनि लेखेको हुन्छ कहिलेकाहीँ, कुनै कुनै होटलहरूमा खाना मिठो भए अरूलाई भनिदिनुहोस्, खाना नमिठो भए हामीलाई भनिदिनुहोस्। मैले यो प्र्याक्टिकल्ली पनि हेरेको छु। बालबालिकाहरूलाई कतिपय विद्यालयहरूमा एसेम्ब्लीमा नै इन्सल्ट गर्ने, अरूको अगाडि सजाय दिने, यस्ता खालका घटनाहरू पनि हामीले देखेका छौँ। त्यति बेला उनीहरू अत्यन्तै आक्रामक हुन्छन्, उनीहरूमा इन्सल्ट फिल हुन्छ। कतिपय अभिभावकहरूले समेत घरमा कोही पाहुना आयो भने आफ्नै बालबालिकाहरूको कम्प्लेन गरिरहेका कुराहरू पनि हामी सुन्छौँ। त्यसैले तपाईँले याद गर्नु भएको छ कि छैन, आजभोलि घरमा पाहुना आयो भने हाम्रा बालबालिकाहरूलाई ढोका ढकढक गरेर ए बाबु ए नानी बाहिर निस्क त, अङ्कल आउनु भएको छ, आन्टी आउनु भएको छ, नमस्ते गर भन्नुपर्छ, नमस्ते गर भन्नुपर्छ। र उनी बाहिर निस्कन्छन्,
नमस्ते गर्छन्, फेरि आफ्नै कोठामा जान्छन्। म तपाईँलाई यहाँ बिचमा मैले रोकेँ, त्यो नमस्ते गर भनिरहँदाखेरि साँच्चै नै हामी संस्कारयुक्त अभिभावक हामी थियौँ भने, हाम्रा शिक्षकहरूले त्यो चिज सिकाइदिएको भए सम्भवतः यो प्रश्न राख्नु पर्दैन थियो होला नि, होइन? पक्कै पर्दैन थियो। त्यो कमजोरी चाहिँ अभिभावक वा विद्यालयबाट पनि कमजोरी चाहिँ सुरुवात भयो त्यहाँबाट। घर पहिलो विद्यालय हो, विद्यालय दोस्रो घर हो। हामी दुईटैको बराबर भूमिका छ। र समयको हिसाबले हेर्ने हो भने त अभिभावकको बढी भूमिका छ। बालबालिकाहरू करिब 6 देखि 7 घण्टा विद्यालयमा रहन्छन्, बाँकी 15-16 घण्टा त अभिभावकसँग रहन्छन्। हामीले कस्तो संस्कार दियौँ, हामीले के सिकायौँ, हामी घरमा कस्ता कुराकानी गऱ्यौँ जसले गर्दा हाम्रा बालबालिकाहरू कस्ता कुराकानी सुन्न र गर्न बाध्य भए। किन ती बालबालिकाहरू नमस्ते गर भन्नुपर्ने अवस्थामा पुगे? किन उनीहरू नयाँ मान्छेहरूसित इन्टरेक्सनमा आउन चाहँदैनन्? किनकि अभिभावकहरू उनीहरूकै अगाडि उनीहरूको इन्सल्ट गर्छन्, अरूसँग उनीहरूका कुरा गर्छन्, उनीहरूका राम्रा कुराहरू बिर्सिन्छन्। केही सुधार गर्नुपर्ने कुराहरू रहेछन् भने ती कुराहरूलाई अरूको अगाडि उजागर गरिदिन्छन्। त्यसपछि बिस्तारै बालबालिकाहरूमा फ्रस्ट्रेसन डेभलप हुन्छ र उनीहरू एकान्तको खोजीमा लाग्छन्, उनीहरू एकान्त प्रेमी बन्न थाल्छन्। यो खालको जस्तो हाम्रो शिक्षामा यो व्यवहारमा यो खालको जुन कमजोरी ल्याग देखियो, हाम्रा पाठ्यक्रम पाठ्यवस्तुहरूमा ती समेटिएनन् वा त्यो समेटिएका विषयवस्तुलाई हामीले अलिकति व्यावहारिक रूपमा त्यसलाई प्रयोग गर्न जानेनौँ या सकेनौँ। म यहाँले अघि उठाउनु भएको प्रसङ्गलाई नै कन्टिन्यू गर्न चाहन्छु। जनकपुरको घटनाको जो यहाँले कुरा गर्नुभएको छ, दण्डको विषयको कुरा छ। मलाई जहाँसम्म लाग्छ कक्षामा ठ्याक्कै के भएर त्यो घटना घट्यो भन्ने कुरा मलाई त्यति जानकारी छैन, तर त्यस्ता घटनाहरू प्रायःजसो ती बालबालिकाहरूले आफूलाई पब्लिकमा अथवा साथीहरूको अगाडि इन्सल्ट फिल गरेमा त्यस्ता घटनाहरू घट्ने गर्छन्। कुनै पनि व्यक्ति, चाहे बालबालिका हुन्, चाहे प्रौढ हुन्, चाहे ज्येष्ठ नागरिकहरू हुन्, कोही कसैले पनि आफूलाई इन्सल्ट गरेको त्यो पनि पब्लिकली उसले त्यो हेर्न चाहँदैन। सम्भवतः त्यो घटना त्यस्तै कारणले भएको हुनुपर्छ जस्तो लाग्छ। र सामाजिक सञ्जालमा देखे अनुसार गृह कार्य दिइयो, गृह कार्य दिइसकेपछि ती छात्रले गृह कार्य गरेन, शिक्षिकाले गृह कार्य नगरेका कारण पेन्सिलले गालामा थोरै धेरै त्यो अब सामाजिक सञ्जालमा हेर्दा कति त्यो चोट पुग्यो या त्यो यहाँकै भाषामा भन्नुपर्दा उसलाई इन्सल्ट भएको महसुस भयो, त्यो उसले सहन सकेन, त्यसपछि उसले आक्रमण गर्यो। उसले फिजिकल इन्सल्ट सहन सक्छ, फिजिकल पनिसमेन्ट बरु सहन सक्छ, तर इमोसनल सोसल इन्सल्ट उसले सहन सक्दैन। र म चाहिँ प्रायःजसो अभिभावकहरूलाई, शिक्षकहरूलाई पनि के भन्न चाहन्छु भने, कुनै पनि बालबालिकाले गृह कार्य गरेनन् भने त्यो गृह कार्य नगर्नुको कारण के हो, किन उसले गर्न सकेन? या उसले घरमा उसलाई सिकाउने मानिस छैन, या उसको कुनै अन्य समस्याहरू थिए? त्यो कुरालाई ध्यान नदिइकन शिक्षकलाई गृह कार्य मात्रै चाहिएको जस्तो अवस्था त्यहाँ सिर्जना भयो। त्यति मात्रै होइन, मैले देखेको छु। तपाईँले यो भनिरहँदाखेरि हाँगामा फलमा, हाँगामा भनौँ, हाँगामा नै किरा लाग्यो तर हामीले फलको चाहिँ उपचार गर्न गयौँ भने त्यो चाहिँ उपचार सम्भव छैन। हाँगा चाहिँ पहिला राम्रो बनाउनु पर्यो हामीले, एकदमै हो, हाँगा राम्रो बनाउनु। गृह कार्य केका लागि? पहिलो कुरा गृह कार्य सिकाइका कुरा होला, शिक्षकलाई देखाउनका लागि होइन, सिकाइका लागि हुनु पर्यो। त्यो गृह कार्यको इम्प्लिकेसन के हो, उसले त्यहाँबाट के ज्ञान प्राप्त गर्छ भन्ने कुरा चाहिँ शिक्षकले बुझ्नु पर्यो, अभिभावकले बुझ्नु पर्यो। र समग्र म अभिभावकहरूलाई पनि एउटा आग्रह गर्न चाहन्छु, बालबालिकाहरूको सिकाइको निम्ति तपाईँको एकदमै ठुलो भूमिका छ। शिक्षक साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु, अब हामी एउटा भनाइ छ के, टिचर्स आर द गोस्ट अफ देयर टिचर्स भन्छ। त्यो शिक्षकहरू प्रायः कस्ता हुन्छन् अरे भन्दाखेरि उनीहरूकै शिक्षक जस्तो हुन्छन्। हिजो उनीहरूलाई शिक्षकले कस्तो खालको व्यवहार गरेका थिए, आज उनीहरू त्यस्तै व्यवहार विद्यार्थीलाई गर्न खोज्छन्। त्यस्तो व्यवहार अहिलेको दुनियाँमा सम्भव छैन। आजभोलिका बालबालिकाहरू विभिन्न ढङ्गले, कतिपय हिसाबले त कुरा गर्ने हो भने शिक्षक भन्दा पनि धेरै अगाडि छन्। आज ज्ञान शिक्षकबाट मात्रै होइन, धेरै स्रोतहरूबाट प्राप्त गर्न सकिन्छ। आफ्ना शिक्षकहरू जस्ता थिए
जसरी त्यति बेला आफूले सिकाइ प्रक्रियामा सहभागी भइएको थियो त्यसरी नै आफ्ना विद्यार्थीहरू पनि सहभागी हुन् भन्ने चाहन्छन्। यसो भनौँ न यसलाई एउटा शिक्षकलाई चाहिँ एउटा विद्यार्थी मोडल मान्दो रहेछ एकदमै होइन? पक्कै हो। मानव त्यो भोलि गएर शिक्षक बन्यो भने हामीलाई पनि लाग्छ हामी चाहिँ म कोबाट प्रेरित भएँ होइन? जस्तो म आज यो ठाउँमा बसेर तपाईँसँग संवाद गर्दैछु, यहाँभन्दा अगाडि प्रस्तोताहरू, सिनियर प्रस्तोताहरू, प्रेजेन्टरहरू, टेलिभिजन होस्टहरू, अब हामी टेलिभिजन पढे भन्नाले हामी टेलिभिजनमा प्र्याक्टिस गरेर आयौँ भने पछाडि हामी टेलिभिजनमा अन्तर्वार्ता गर्नेहरूमा कसको चाहिँ मलाई अलिकति बढी मन परिरहेको छ वा जो चाहिँ म जसलाई रुचि राखेर हेर्छु सुन्छु उसका केही स्वाभाविक गुणहरू चाहिँ मलाई त्यो सरेर आउँछ या त्यसलाई पनि कपी गर्छु भनौँ अझ स्पष्ट रूपमा। भनेपछि एउटा विद्यार्थी भोलि शिक्षक बनिरहँदा उसले जसलाई आइडियल पात्र मान्दछ त्यसको चाहिँ उसले कपी गरिदिन्छ। आज हामी हिजोको शिक्षकले जे गरे आज हामी त्यो गरिरहेका छौँ। आज हामी चेन्ज हुन खासै सकेन समय अनुसार। यो यहाँले अहिले उठान गर्नुभएको विषय पनि असाध्यै गम्भीर छ। अर्को कुरा यहाँलाई मैले अर्को कुरा सोध्न खोजेको, जस्तो आजको हामीले जुन शिक्षा चाहिरहेका छौँ, हामी उत्पादनमुखी शिक्षा, हामी व्यावहारिक शिक्षा, हामी जीवन उपयोगी शिक्षा भनेर जो हामी वकालत गरिरहेका छौँ नि, त्यो धेरैतिर वकालती गरेको सुनिन्छ, तर त्यसको इम्प्लिमेन्टेसन कसरी गर्ने भन्ने चाहिँ खासै चुरो कुरो निस्केको जस्तो लाग्दैन, त्यो बस भए चाहिँ लाग्दैन। यो विषयलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? यो उत्पादनमुखी शिक्षा भनेको चाहिँ कस्तो हुनुपर्छ जो हामीले प्रयोग गर्न सक्ने सम्भावना छ कि छैन? अहिले छ भने यो के गर्न सकिन्छ? अब पहिलो कुरा चाहिँ आधारभूत तहको शिक्षा र माध्यमिक तहसम्मको शिक्षालाई हामीले फरक ढङ्गले हेर्नुपर्छ जस्तो लाग्छ। आधारभूत तहको शिक्षा अथवा कक्षा 8 सम्मको शिक्षा भनेको सामान्य सैद्धान्तिक ज्ञानहरू प्राप्त गर्ने र आफ्नो जीवन व्यवहारमा व्यक्तिगत जीवन र पारिवारिक जीवनको व्यवस्थापनका सन्दर्भमा गर्न सकिने कुराहरू र ज्ञानका हिसाबले आफ्नो राष्ट्र, समाज, समुदाय, परिवार, आफ्नो चाहिँ भनौँ न वरिपरिको वातावरणलाई बुझ्ने र त्यो अनुसारको व्यवहार गर्ने खालको शिक्षाको ज्ञानलाई नै हामीले आधारभूत तहसम्मको शिक्षाको उद्देश्यमा हामीले राखेका हुन्छौँ। र त्योभन्दा माथि गइसकेपछि चरित्र निर्माणका कुराहरूदेखि लिएर राष्ट्रप्रति उत्तरदायी हुने कुराहरूदेखि लिएर धेरै कुराहरू चाहिँ त्यहाँ पर्न आउँछन्। र एउटा कुनै पनि बालबालिका माध्यमिक तहसम्म अध्ययन गरिसके पछाडि कमसेकम पनि उसले केही गर्न सक्ने, आफ्नो निम्ति केही गर्न सक्ने, परिवारको निम्ति केही गर्न सक्ने, समाजको निम्ति केही गर्न सक्ने नागरिक बनोस् भन्ने पनि अपेक्षा गरिएको हुन्छ। पछिल्लो समय हाम्रो पाठ्यक्रम परिमार्जनका बहसहरू पनि निकै चले, गरी खाने शिक्षाका कुराहरू पनि उठे, वैज्ञानिक शिक्षाका कुराहरू पनि उठे, समाजवादी शिक्षाका विषयवस्तुहरू पनि उठिराखेका पनि छन् होइन। म यहाँलाई एउटा उदाहरण दिन चाहन्छु। मैले जापानको शिक्षा प्रणालीको बारेमा अध्ययन गर्दै गर्दाखेरि के प्राप्त गरेँ भने जापानमा कक्षा 12 उत्तीर्ण गरिसकेपछि करिब 7% मान्छे मात्रै युनिभर्सिटी पढ्न जाँदो रहेछन्। 7% 100% मान्छे मात्रै युनिभर्सिटी पढ्न जाँदा रहेछन्। अब बाँकी रह्यो 93% मानिसहरू प्रोफेसनल्ली काम गर्न जान्छन्। उनीहरू शिक्षाभित्र पनि व्यावसायिक शिक्षा, प्राविधिक शिक्षातर्फ उनीहरू जान्छन्। नेपालमा पनि हामीले लामो समयदेखि सिटिबिटी मार्फत प्राविधिक शिक्षाको अध्ययन अध्यापन त सुरु गर्यौँ, तर हाम्रो त्यो प्राविधिक शिक्षा लिएको जनशक्ति साँच्चै उत्पादनमुखी भयो कि भएन? साँच्चै त्यो अहिले हाम्रो नेपाली बजारमा छ कि छैन? साँच्चै त्यसले आफ्नो अध्ययन अनुसारको काममा ऊ इन्भल्भ भएको छ कि छैन? अथवा ऊ विभिन्न ढङ्गले विभिन्न खालका चाहिँ छात्रवृत्तिहरूमा प्राविधिक शिक्षा पढेर ऊ आज अरू देशहरू बनाउने अभियानमा पो लागिराखेको छ कि? एउटा भनाइ छ कि कुनै पनि मुलुक बन्नको निम्ति चाहिँ त्यहाँको ह्युमन रिसोर्स, विशेष गरी त्यो 18 वर्षदेखि 40 वर्षसम्म उमेरको जुन युवा हुन्छ नि, एक्टिभ पपुलेसन, सक्रिय जनसङ्ख्या हो, त्यो सक्रिय जनसङ्ख्या चाहिँ राज्यका निम्ति काम गर्यो भने मात्रै त्यो राज्य चाहिँ माथि उठ्छ, इकोनोमिकल्ली माथि उठ्छ, डेभलपमेन्टको हिसाबले माथि उठ्छ। आज हामीले हेऱ्यौँ भने हाम्रो 18 वर्षदेखि 40 वर्षसम्मको मलाई जहाँसम्म लाग्छ झन्डै 2/3 जनसङ्ख्या आज हामीसँग छैन कि विभिन्न नाममा ऊ चाहिँ श्रम बजारमा बेचिएको छ। आज कतार उसैले बनाएको छ, मलेसिया उसैले बनाएको छ, दुबई उसैले बनाएको छ, साउदी कोरिया, जापान उसैले बनाएको छ। र
केही चाहिँ विभिन्न नाममा पढाइको नाममा समृद्ध भनिएका मुलुकहरू अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता मुलुकहरूमा पुगेको छ। अलिकति उच्च घरानाहरू अथवा विशेष गरी उच्च अङ्क पनि प्राप्त गरेर होइन पहुँचका हिसाबले पनि त्यहाँ पुग्न सक्ने एउटा क्षमता राख्ने विद्यार्थीहरू त्यहाँ पुगेका छन्। र ती विद्यार्थीहरूमध्ये वार्षिक रूपमा यहाँले पनि हेर्नुभयो होला झन्डै 1 लाखदेखि 1,20,000को सङ्ख्यामा चाहिँ विदेशमा पढ्न जाने कल्चर छ हाम्रो 12 पास गरेर अहिले। र ती विद्यार्थीहरूमध्ये म त ग्यारेन्टीका साथ भन्छु 20% विद्यार्थीहरूको पहिलो प्रायोरिटी शिक्षा हुन्छ, उच्च शिक्षा हुन्छ। बाँकी 80% विद्यार्थीहरूको प्राथमिकता चाहिँ काम गर्ने, पैसा कमाउने र त्यही अनुसारको जीवनशैलीमा जाने। हाम्रो पोलिसी नै नभएको हो त्यो खालको चाहिँ, जस्तो जुन ब्रेन्डिनको कुराहरू रोक्ने, एउटा बौद्धिक पलायनलाई रोक्ने, यही देशमा काम गर्नुपर्छ भन्ने खालको जो हामीसँग छ। धेरै चिज त छ नि त, हामीले गर्ने हो भने उद्योगका सम्भावनाहरू छ, पर्यटनका सम्भावनाहरू छ, होटल सेक्टरका सम्भावनाहरू छ, या त्यसलाई व्यवसाय सञ्चालन गरिसके पछाडि त्यसको अवस्था के हुने भन्ने राज्यले जिम्मेवारी नलिँदाको नतिजा हो, या हामी त्यो काम गर्नका लागि नै लालायित छैनौँ अहिले? पहिलो चाहिँ राज्यले वातावरण निर्माण गर्ने हो र राज्यले इमोसनल्ली सेक्युरिटी दिने हो, राज्य छ है भन्ने अनुभूति दिने हो। आज कसैले व्यवसाय गर्दै गर्दा आम नेपालीमा हामीले कुरा गर्ने हो भने करिब 90% नेपालीहरूको अवस्था के छ भने कुनै व्यवसायमा लगानी गर्यो भने भोलि त्यो व्यवसाय यदि बन्द हुने अवस्था पुग्यो भने उसको अरू फेरि थप लगानी गर्ने खालको अवस्था नेपालीहरूको छैन, एउटा। अर्को, हामीले सानैदेखि विद्यालय शिक्षादेखि नै हामी पढिसकेपछि, हामी एउटा ठाउँमा पुगिसकेपछि हामीले चाहिँ स्वरोजगार बन्नुपर्छ र अरूलाई रोजगारी दिनुपर्छ भन्ने भन्दा पनि हामी रोजगारी बन्नुपर्छ, रोजगारमा जानुपर्छ भन्ने खालको एउटा चाहिँ त्यो खालको एउटा वातावरण हामीले निर्माण गरिरहेका छौँ। आज स्वरोजगार बन्ने र रोजगारीको सृजना गर्ने मानिसहरू उनीहरू चाहिँ विभिन्न ढङ्गले फ्रस्ट्रेसनमा पुगिरहेको अवस्था छ। राज्यद्वारा त्यो सेक्युरिटी प्राप्त भएको अवस्था छैन। अर्को, आज विश्व बजार एकदमै साँघुरो भइसकेको छ र त्यो साँघुरो विश्व बजारमा नेपालसँग, त्यसपछि गएर नेपाल नजिकैका अन्य मुलुकहरूसँग हाम्रा बालबालिकाहरूले आफ्नो जीवनशैलीलाई कम्पेयर गर्न थालेका छन् र उनीहरूमा एउटा खालको फ्रस्ट्रेसन, विशेष गरी हाम्रो राजनीतिक अस्थिरताका कारणले र विभिन्न खालका चाहिँ जुन अनपेक्षित आन्दोलनहरू, विभिन्न खालका घटनाहरू जसरी भइराखेका छन्, ती घटनाहरूले पनि युवा पुस्तालाई चाहिँ यहीँ बसेर केही गर्नको निम्ति अलिकति केही एउटा डिस्करेज गरिराखेको अवस्था छ, एउटा। र अर्को चाहिँ हामी जस्ता शिक्षकहरू, अभिभावकहरूका पनि कतिपय कमी कमजोरी पनि होलान्। ती कमी कमजोरीहरू के जस्तो लाग्छ मलाई भने आज नेपालमै बसेको एउटा युवालाई परिवारले र समाजले असक्षम जस्तो ट्याग लगाइदिने अवस्था छ। कसैको छोराछोरीहरू विदेश गएनन् भने ऊ चाहिँ कि त पैसा नभएर विदेश नगएको, कि त क्षमता नभएर विदेश नगएको भन्ने खालका चाहिँ एउटा डिस्क्रिमिनेटिभ भाष्यहरू, एउटा इन्फेरियर हुनुपर्ने अवस्थाहरूको सृजना गरिदिएको जस्तो देखिन्छ। तर छोराछोरीहरू विदेशिसकेपछि बुवा आमाले भोगेका जुन कतिपयहरू छन्, पीडाहरू छन्, ती पीडाहरू सम्झन नसकिने खालका पीडाहरू छन्। हरेक मान्छेलाई खुसी हुँदा अँगालो हालेर हाँस्ने आफन्त चाहिन्छ, हरेक मान्छेलाई दुखी हुँदा अँगालो हालेर सँगसँगै एकअर्काको आँसु पुछ्ने आफन्तहरू चाहिन्छ। आज ती विदेशिएका हाम्रा युवाहरूले, हाम्रा छोराछोरीहरूले त्यो अवस्था पाएका छन् त। उनीहरू रोँदा पनि एक्लै रुनु परेको छ, यता बुवा आमाहरू एक्लै रुनु परेको छ, उता छोराछोरीहरू एक्लै रुनु परेको छ। आज खुसी पनि अरूलाई देखाउनुको निम्ति खुसी हुनुपर्ने जस्तो अवस्था आएको छ। मैले फेरि एउटा अर्को उदाहरण दिएँ यहाँलाई। मैले जापानकै स्टडी गरेको थिएँ। अर्को, जापानमा यो गत वर्षको एउटा रिपोर्ट आएको थियो। पछिल्लो 6 महिनामा 40,000 ज्येष्ठ नागरिकहरू आफ्नै घरमा एक्लै मृत्यु भेटिए। उनीहरूका छोराछोरीहरू उनीहरूसँग थिएनन्। उनीहरू कहिले मृत भए त्यो जानकारी कसैलाई पनि छैन। हाम्रो जस्तो सामाजिक संरचना पनि छ, हाम्रोमा पनि बिस्तारै हराउँदै गइराखेको छ। ओल्लो पल्लो घरको बिचको चिन्जान हुन छोडेको छ। अहिले आफन्तहरूकै बिचमा चाहिँ हाई हल्लोको सम्बन्ध
भन्दा अरू सम्बन्ध छैन। पछिल्लो पुस्ताले त आफ्नै दाजुभाइ दिदीबहिनीहरूलाई पनि नचिन्ने खालको अवस्था सिर्जना भएको छ। पछिल्लो जेनेरेसनको हामीले कुरा गर्ने, विशेष गरी पछिल्लो यो जेनजी पुस्ता र यो जेन अल्फा पुस्ताकै हामीले कुरा गर्ने हो भने त्यो खालको अवस्थामा हामी पुगिसकेका छौँ। 40,000 ज्येष्ठ नागरिकहरू घरमा एक्लै मृत भेटिने घटना सामान्य होइन। आज माइग्रेसनले त्यस्तो अवस्था सिर्जना गरेका छ। आज युवा युवतीहरू विदेशी नै गर्दाखेरि यो अवस्था चाहिँ निर्माण भएको छ। त्यसले गर्दाखेरि हामीले हाम्रो समाज कस्तो बनाउने त अब? जसरी आज हाम्रा पहाडहरू रित्तिएका छन्, जहाँ जहाँ बस्तीहरू छन् त्यहाँ ती वृद्धाश्रमहरू जस्ता छन्। वृद्ध ज्येष्ठ नागरिक बुवा आमा बाहेक आज त्यो गाउँमा कोही पनि मान्छे पनि छैन। आज बिरामी भएर हस्पिटल लानु पर्यो भने लैजाने मान्छे समेत छैन। यस्तो खालको अवस्थामा हाम्रो गाउँघर पुगेका छ। हामी गाउँबाट सहर आयौँ, सहरबाट हामी विदेशी राखेका छौँ। हामीले हाम्रा बालबालिकाहरूलाई कस्तो बनाउने भन्ने बारेमा पनि धेरै ठुलो चाहिँ समस्याहरू उत्पन्न भएको छ। त्यसकारण यी सबै चिजको निराकरण चाहिँ फेरि शिक्षाले गर्छ। हामीले कस्तो शिक्षा दियौँ? आज हामीले बालबालिकाहरूलाई एज अ शिक्षक बाबु नानी हो, राम्रो पढ्नुपर्छ, राम्रो ग्रेड ल्याउनुपर्छ, जिपिए ल्याउनुपर्छ, अनि त्यसो भयो भने तिमी फलानु देशमा पढ्न जान सक्छौ, फलानु देशमा जान सक्छौ, काम गर्न सक्छौ भन्ने इन्करेज गर्ने कि तिमीले राम्रो गर्यौ भने, तिमी असल मान्छे बन्यौ भने, तिमीसँग राम्रो संस्कार भयो भने यो देशलाई भोलि हामी समृद्ध गर्न सक्छौँ, यो देशमा हामी पर्यटनको विकास गर्न सक्छौँ, यो देशमा हामी स्वरोजगारीको व्यवस्था गर्न सक्छौँ, यो देशमा हामीले साना साना चाहिँ उद्योग र कल कारखानाहरू मार्फत हाम्रो देशलाई अगाडि बढाउन सक्छौँ, हामी कृषिमा क्रान्ति गर्न सक्छौँ। यी सबै चिज गर्नको निम्ति त राज्यले पनि त लगानी गर्नु पर्यो। राज्यले पनि त त्यसलाई चाहिँ इमोसनल्ली चाहिँ एउटा सकारात्मक वातावरण निर्माण गर्नु पर्यो। आज 753वटा सरकार स्थानीय तहमा छन्, 7वटा सरकार प्रदेश तहमा छन्, एउटा सङ्घीय सरकार छ। हामीसँग त 761वटा सरकार छन्। तर ती सरकारहरूको प्रमुख दायित्व त युवा केन्द्रित हुनु पर्यो नि, बालबालिका केन्द्रित हुनु पर्यो नि। आज हरेक बालबालिका विद्यालय जान सक्ने वातावरण बनाउनु पर्यो नि। एउटा मात्रै उदाहरण दिन्छु म यहाँलाई। वर्षेनी 14 देखि 15 लाख विद्यार्थीहरू कक्षा 1 मा भर्ना हुन्छन्। अनि एसई दिने विद्यार्थी किन जहिले पनि 5 लाखको हाराहारीमा मात्रै हुन्छन्? खै 10 लाख विद्यार्थीहरू कहाँ गए? कहाँ छन् ती 10 लाख विद्यार्थीहरू? आज कसले खोजी गरेको छ यसको? हरेक वर्ष 1 लाख भन्दा बढी विद्यार्थीहरू वैदेशिक शिक्षाको नाममा बेचिएका छन् भन्छु मैले त। तस्करीमा परेका छन्, विभिन्न कन्सल्टेन्सीदेखि लिएर विभिन्न माध्यमबाट तस्करीमा परेका छन् र राज्यको अरबौं अरब अझ खरबै होला त्यो सम्पत्ति चाहिँ विदेशिएको छ नि। खै त हामीले त्यसलाई रोक्न सक्यौँ? त्यो आजको जल्दो बल्दो समस्या मुद्दाका रूपमा देख्नु पर्यो। तर हामीले समस्या मात्रै देखाएर हुँदैन, हामीले समाधान पनि दिनुपर्छ। समाधान दिनको निम्ति म के भन्छु भने पहिलो कुरा हाम्रो शिक्षा प्रणालीमा सुधार हुनु पर्यो। हाम्रा युनिभर्सिटीहरू आज राजनीतिक चलखेल, भागबण्डा, नारा जुलुस गर्ने केन्द्र भए, उद्योग भए। अब हाम्रा युनिभर्सिटीहरू पढ्दै कमाउँदै गरी खाने छोराछोरीहरू युनिभर्सिटी गए भनेपछि बुवा आमाले पनि अब मेरो छोराछोरीहरू पक्कै असल मान्छे बन्छन्, यो देशको चाहिँ यो देशलाई समृद्ध बनाउने नागरिक बन्छन् भन्ने विश्वास अभिभावकमा पनि हुनु पर्यो। समयमा परीक्षा हुनु पर्यो, समयमा रिजल्ट हुनु पर्यो, उसले जानेका कुरा प्रयोगमा आउनु पर्यो, उत्पादनसँग जोडिनु पर्यो हो। र सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानसँग जोड्ने खालको हामीले करिकुलम र हाम्रो चाहिँ शैक्षिक गतिविधिहरू हामीले निर्माण गर्नु पर्यो। हुन्छ, यहाँसँगको यो करिब आधा घन्टादेखि र करिब 40 मिनट जति यो बसाइ रह्यो। यो बसाइमा हामीले अलिकति बाल अधिकारका कुरा सँगै सामुदायिक विद्यालयसँग जोडिएका विषयहरू, केही नतिजाका कुराहरू, मूल्याङ्कनका कुराहरू भए, संस्कारसँग जोडिएका कुराहरू, अलिकति बौद्धिक पलायन भएका विषयहरूसँग जोडिएर हामीले मन्थन गऱ्यौँ। यो मन्थनमा हाम्रो निम्तालाई स्वीकार दिनुभयो, आइदिनु भयो, समय दिनुभयो, संवादमा सहभागिता जनाइदिनु भयो। यहाँको समय अनि संवादका लागि धेरै धन्यवाद दिन चाहन्छु। एकदमै धेरै धन्यवाद हाम्रो डेल्टा टाइम्स र सम्पूर्ण यो डेल्टा टाइम्सको परिवार लगायत यहाँलाई पनि विशेष धन्यवाद। म अन्तिममा के आग्रह गर्न चाहन्छु भने बिस्तारै बिस्तारै हामी सकारात्मक दिशातर्फ अग्रसर बढिराखेका छौँ। हाम्रो शिक्षा प्रणालीमा केही न केही सुधार हुँदै गइरहेको अवस्था छ। हाम्रा सामुदायिक विद्यालयहरू विगतभन्दा राम्रोतर्फ अग्रसर भइराखेका छन्। तर एउटा कुरा हामीले के विचार गरौँ भने
हामी परीक्षा मार्फत हुने अङ्क र नतिजामा मात्र केन्द्रित नबनौँ, हाम्रा बालबालिकाहरूलाई साँच्चै असल नागरिक बनाउने दिशामा हामी अग्रसर बनौँ, समाजबाट विभेदको अन्त्य गरौँ, सामाजिक न्यायको निम्ति काम गरौँ, एकअर्कामा माया प्रेम र सम्मान गरौँ र हातेमालो गरेर यो समाजलाई अगाडि बढाउँ, मुलुकलाई समृद्ध बनाउँ भन्ने खालको शिक्षामा हामी अग्रसर बनौँ। कहिलेकाहीँ प्रसङ्ग उठ्ने गर्छ नैतिक शिक्षाको अभाव भयो भन्ने गरिन्छ। आज पनि सामाजिक विषय अन्तर्गत सामाजिक अध्ययन र मानव मूल्य शिक्षा भनेर पनि त्यसको चाहिँ पढाइ भइराखेको अवस्था छ। आवश्यक पर्छ भने नैतिकताका सम्बन्धमा पनि केही हाम्रा करिकुलमहरूलाई हामीले चाहिँ अगाडि बढाउँ, परिमार्जन गरौँ र मुख्य उद्देश्य समाज निर्माण, पहिला व्यक्तित्व निर्माण, त्यसपछि समाज निर्माण र अर्को चाहिँ राष्ट्र निर्माणमा हामी केन्द्रित बनौँ। हाम्रा बालबालिकाहरूलाई खुसी रहन सिकाउँ र खुसी रहनको निम्ति हामीले पनि अरूलाई खुसी बनाउन सक्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरौँ। फेरि पनि यहाँलाई विशेष धन्यवाद। दर्शकवृन्द, यति बेला हामीसँग हुनुहुन्थ्यो शिक्षाकर्मी इन्द्रराज भट्टराई। आजको लागि यो श्रृङ्खला यति नै। अर्को साता नयाँ अतिथिका साथ फेरि भेट्छौँ। जय होस्।